एउनी चाट्न हुन्छ कि हुन्न? एउनी चाट्न हुन्छ कि हुन्न? खेल्ने बेलामा एउनी चाट्न हुन्छ कि हुन्न? धेरैजसो साथीहरूले के भन्ने गर्नुभएको छ भने मलाई एउनी चाट्न एकदमै मन पर्छ अथवा मन लाग्छ, तर केही हुने हो कि भन्ने डरले चाट्ने मनै अथवा चाट्न डराउँछु, केही हुन्छ या हुँदैन भनेर पनि केही कुरा सोध्नु भएको थियो। आज यसै विषयमा रहेर म विस्तृत जानकारी दिनेछु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। र यस्तै मानव यौन जीवनसँग सम्बन्धित जानकारीमूलक भिडियोहरू मनपर्छ भने च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला। नमस्ते, जेएनजेएनपी युट्युब च्यानल हेरेर बस्नुहुने सम्पूर्ण मेरा भगवान रूपी दर्शकहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। आदरणीय दर्शकवृन्दहरू, हजुरहरू के कस्तो अवस्थामा हुनुहुन्छ? जे जस्तो अवस्थामा भए तापनि स्वस्थ रहनुहोस्, मस्त रहनुहोस् अनि व्यस्त रहनुहोस् भन्दै 2 दिनको जिन्दगी हाँसी खुसी रहनुहोस्। ढिलो नगरिकन लागौँ आजको विषयवस्तुतर्फ। एउनी चाट्न हुन्छ कि हुँदैन? एक आपसको समझदारी र सल्लाह अनुसार अथवा पुरुष र महिला बीच अथवा श्रीमान र श्रीमतीको सल्लाह सहमति अनुसार, समझदारी अनुसार मजाले मिल्न र मजाले चुस्न र चाट्न मिल्छ, नमिल्ने होइन। तर कस्तो अवस्थामा मिल्छ भने जब आफूले कार्यक्रम गर्नुभन्दा पहिला एउनी वा लिङ्ग एकदमै सफा हुनु पर्यो। त्यसबाट कुनै पनि किसिमको गन्ध खालको स्माइल आउनु भएन, गनाउनु भएन। त्यो चिजमा कुनै पनि प्रकारको रौँहरू भुत्लाहरू हुनु भएन, सफा हुनु पर्यो र एकदमै निट एन्ड क्लिन चाहिँ हुनुपर्छ, एकदमै आवश्यक छ। सफा हुनु चाहिँ एकदमै आवश्यक छ। त जस्तो पाइ त्यस्तै छ, गन्ध आउने, स्माइल आउने, देख्दै घिनलाग्दो छ भने त्यस्तो अवस्थामा चुस्न चाट्न हुँदैन। तर एकदम राम्रो छ, क्लिन छ, सधैँ सफा गरिएको छ, त्यसलाई एकदम ध्यान दिएर एकदमै राम्रो बनाएर राखिएको छ भने त्यस्तो अवस्थामा खेल्नुभन्दा अथवा गर्नुभन्दा पहिला मजाले चाट्न र चुस्न मिल्छ। तर एक आपसको सल्लाह सहमति अनुसार गर्नुपर्ने हुन्छ। एकजनाको मात्रै मन भएर नि भएन। पुरुषको मन छ, महिलाको मन छैन, अथवा श्रीमानको मन छ, श्रीमतीको मन छैन भने त्यस्तो अवस्थामा पनि हुन्न। अब दुवै पक्षको मन चाहिँ हुनुपर्छ र घिन मान्नु हुँदैन। घिन मान्यो भने अलि मजा आउँदैन। घिन नमानेको खण्डमा र एउनी एकदम सफा, चिटिक्क, भुत्लाहरू पनि नभएको, देख्दै खाउँ अथवा चाटौँ लाग्ने खालको हुनु पर्यो। यस्तो अवस्थामा चाहिँ मजाले मिल्छ, नमिल्ने होइन र कुनै पनि किसिमको असर हुँदैन। तर एउटा कुरामा चाहिँ ध्यान दिनु होला, त्यसबाट गन्धहरू, स्माइलहरू, पानीहरू बगेको गनाउन चाहिँ भएन। मजाले सफा गर्न लगाउनुहोस्, सफा गर्नुहोस्। त्यस पछाडि मजाले मुख र जिउराको सहायताले चुसी चाटी मजा लिएर गर्न सक्नुहुनेछ। यसरी गर्नुभयो भने स्वर्गीय आनन्द पनि प्राप्त हुन्छ र जिन्दगीमा याद पनि रहन्छ, मैले यस्तो गरेँ थिएँ अथवा जवानीमा यस्तो गरिराखेको थिएँ भनेर, यस्तो गरेर गर्थेँ भनेर पछिसम्म याद पनि आउने गर्दछ, बुढेसकालसम्म। त्यसैले म के भन्छु भने गर्नुभन्दा पहिला मजाले धुनुहोस्, सफा गर्नुहोस्, भुत्लाहरू काट्नुहोस्, चिटिक्क पार्नुहोस्। त्यस पछाडि मजाले चाटेर चुसेर एकदम बिन्दास पारामा टाइम दिएर गर्नुभयो भने मजा आउँछ पनि, मजा ल्याइन्छ पनि, दिइन्छ पनि। भन्दै आजको विषयवस्तु थियो एउनी चाट्नु हुन्छ कि हुन्न भन्ने बारेमा। मजाले हुन्छ। यस्तो काम गरेर गर्नुभयो भने यौन सम्बन्ध पनि राम्रो रहन्छ, एक आपसमा माया पनि बढ्छ भन्दै मानव यौन जीवनसँग सम्बन्धित जानकारीमूलक भिडियोहरू बनाउने गर्दछु। यदि तपाईँलाई मेरा यस्ता खालका भिडियोहरू मनपर्छ भने मेरो यस च्यानल अर्थात् जेएनजेएनपी युट्युब च्यानललाई सब्स्क्राइब गरेर जोडिन सक्नुहुनेछ र भिडियो राम्रो लाग्छ भने भिडियोलाई लाइक गरेर पनि सहयोग गर्न सक्नुहुनेछ।
भन्दै आगामी दिनहरूमा यस्तै जानकारीमूलक भिडियोहरू लिएर म फेरि उपस्थित हुनेछु भन्दै अहिलेलाई म यस भिडियोबाट बिदा हुन चाहन्छु। हस्त नमस्ते, स्वस्थ रहनुहोस्, मस्त रहनुहोस् अनि व्यस्त रहनुहोस्। 2 दिनको जिन्दगीमा हाँसी खुसी रहनुहोस्। हस्त, धन्यवाद।